4 दिनको टुर भनेको 2 दिनमा सक्यो आज चाहिँ घर जाने हैन यहाँ फोटोसोटो खिचेर अहिले 6 बजी र हामीलाई कति बजी उठायो 5 बजी उठायो क्या 5 बजी उठाएर है 5 बजी उठाएर झाउ गऱ्यो अनि फोटो खिच्न जाने रे आज हिजो चाहिँ हामी दार्जिलिङ गइसकेको थियौँ कस्तो मजा आएको थियो है अनि आज अब 4 दिनको टुर 2 दिनमा सक्यो ल आज डन बाय बाय किन त सकेन गाइज मैले अर्को सुनेछ सो सरी प्लिज इन्जोय हामी यहाँ चिया बगान जाँदै आइज आइज यहाँ नि फोटोग्राफी रहेछ के धेरै हो कस्तो डाउन के यो ए मिसले ड्रेसमा लाग्यो वा हामी चाहिँ चिया बगानमा ओ माई गॉड कस्तो राम्रो हेलो हाउ आर यु कस्तो राम्रो उता जान माथि एकजना फोटो खिचिदिन्छु उता माथि जान गाइज म घोडा चढे यस्तो दुधवाला कुकिजहरू छ हेर 100% हुँदैछ यहाँ के हुँदैछ त्यो अनुसारी के हो त्यो मेरो 5 रुपैयाँको पानी बेच्छु चाहिँ 500 मै 500 मा के 500 मा धेरै महँगो भयो सबै 500 मा यस्तो महँगो न हुन्न रहेछ त धेरै महँगो भयो घटाउनु पर्यो सस्तो यस्तो बिस्कुट छ लेदरलाई जति खाए त्यति पटुकीमा सुरेको सुर्के थैली खै सुर्के थैली खै बन सुर्के थैली खै पटुकीमा सुरेको सुर्के थैली खै गाइज हामी चाहिँ रुममा आइपुग्यो हामी 7 जना उत्र है यहाँ कस्तो हौसला लाग्दो दामी लाग्यो है त नि चोराउँ जस्तो लाग्यो मलाई त त्यस्तो विधि त भने तर्साउँछ त होइन होला कि 108 कसरी भन्थ्यो है पहिला नै भए जस्तो कि कतिचोटि कस्तरी भन्थ्यो के अरे यस्तरी के कस्तरी भनेको कि कोही आयो भने कोहीले ढकढक गर्ने डिस्टर्ब गर्ने मलाई तुरुन्तै गर्ने ला म त डर लागेर एकछिन त नि मलाई फोन गरिहाल ल कस्तो भरे राति ढकढक गरेर म त रोइदिन्छु